everyone, welcome to my vlog. So आज चाहिँ म फेरि न्यू भिडियो साथमा आइसकेको छु। आजको दिन चाहिँ त्यस्तो दामी भएको छैन। हाय कस्तो यस्तो गरम छ हेर्नु त। राबङतिर चाहिँ यहाँ पानी पर्दैछ जस्तो छ। हाम्रो जग्गामा चाहिँ घाम लागिरहेको छ। सो गाइस अहिले भने चाहिँ म ड्युटीबाट आएर चाहिँ खाजा खाएर माथि भाउजूकोमा जाँदैछु। यो पट अस्ति लिएको थिएँ हो, मैले फुल रोपिनँ, एक दुईवटा मात्रै रोपेँ ठुलो भएर। सो भाउजूले रोप्नु हुने अरे, म चाहिँ जाँदैछु पट लगेर। यहाँ चाहिँ मेरो डली छ, घाम चाहिँ यहाँ माथि। यस्तो गर्मी छ गाइस, तपाईहरुकोतिर कस्तो छ कमेन्ट गरेर भनिदिनु होला। हेर्नु न कस्तो दामी बादल लागेको। घाम त के खतरा यस्तो। यो बिहान चाहिँ पानी पर्ला जस्तो भइरहेको थियो होइन गाइस, अहिले चाहिँ फेरि घाम लागिरहेछ। के हो यस्तो दिन? बादलले छल्यो घाम भनेको त खोइ। सो गाइस अहिले भाउजूकोमा गएर भेटौँ ल। सो गाइस म कति बेसी भनेको होला, तपाईँहरू पनि छक्कै पर्नु हुन्थ्यो होला गाइस भनेको देखेर। गाइस मेरो डगी चाहिँ मेरो बडीगार्ड हो नि त, अगाडि पछाडि हिँड्छ हो। म चाहिँ भाउजूकोमा पुग्न आँटेको छु होइन। सबैजनालाई मेरो पेजलाई फलो गरिदिनु होला। जसले मेरो युट्युब च्यानल हेर्नुभएको छैन भने युट्युब च्यानल पनि हेरिदिनु होला। सबिना आमचुके राई छ युट्युबको नाम चाहिँ। गाइस हेर्नु त इस्कुस। गाइस यहाँ काँक्रा पनि फलेछ हौ, हेर्नु त। यहाँ काँक्रा देख्नुभयो, काँक्रा। यस गाइस, अमै गाइस त यहाँ गाइसले ए उपरको फुल रोप्नु भएको। कुन कलर हो यो चाहिँ? गगली हो सो लक्ष्मी नि। यहाँ हेर्दै हेर्नु त हाम्रो फुलबारी हेर्दै यहाँनिर स्याहारिदिरहेको छु हो। यहाँ भाउजू चाहिँ फुल रोप्नु हुँदै रहेछ। लु पट तपाईँलाई दिँदै मैले फेरि माग्दै, किनभने तपाईँले रोप्दैन जस्तो लाग्यो नि त। रोप्दिनँ म, यो साह्रो ठुलो पट भयो, मलाई पुरानो पटहरू दिनु पर्यो। उही राख्दिनँ, कस्तो दिनु पुरानो। यो मैले फिर्ता लिएको छु। अस्ति मैले सुँगुरको मासु लगेको थिएँ त्यसको बदलीमा भन्नु अरे नि। हेर्नु न खै नानी बेबी जिन्दगीमा बेबी खै बेबी हेर्नु त हाम्रो भाउजू लिम्बुनी फुरुम बस्यानु कडा पो छ होला। यसरी दिउँसो हुँदै फुल रहेछ, खासै राति रोप्नु पर्ने हो। अफर छ लाँदा भयो। फेरि खुकुरी बोकेर मन्जिल बुबु आयो भने चाहिँ म जान्दिनँ है, म जान्दिनँ।
मैले त मलाई भनेको हैन फुल भनेको अरे हो यी गाइस यहाँ चाहिँ यस्तो तपाईँ म त जेनेरियम त पहिला हाम्रोमा कम्ती थिएन नि भाउजू कस्तो अरे नाम जेनेरियम मैले सबै फेकेको पो त मेरो बबल रहेछ नि अन्त लोभ लागेर मैले चाहिँ बिचरा रोप्नु हुँदैछ छ है किन अहिले भेटौँला गाइस बाई सो गाइस अहिले भने चाहिँ होइन भाउजूले यति फुल रोपिसक्नु भयो यहाँ चाहिँ मल छ यहाँ चाहिँ यहाँ देख्न सक्नुहुन्छ यति चाहिँ रोपिसक्नु भएको छ होइन 21 वटा पट छ त्यहाँ हो र हेर्दा कम्ती कि 3 6 9 12 13 14 15 16 17 18 सो गाइस अब चाहिँ म मेरो भिडियोलाई यहाँ एन्ड गर्न चाहन्छु बाई बाई सो गाइस देखो त यो राबोमा पानी परेको हेर्नु त है यहाँ चाहिँ देख्न सक्नुहुँदै होला चाहिँ राबोमा पानी परेको है गाइसहरू यहाँ चाहिँ हावा चलिरहेछ यहाँबाट फुल उठिरहेछ यहाँ चाहिँ पानी परेको है त्यहाँ चाहिँ यहाँ भने चाहिँ यो पारी घाम लागिरहेछ हो यता हुँदी घाम पानी परिरहेछ के होला अचम्म हेर्नु त है